बढी भएको र छोरी मान्छे बिग्रिएको पछि मात्र थाहा हुन्छ, पेट फुलेपछि। हाम्रो नेपालमा 50% केटा चुरोटे अनि 100% केटीहरू कुरौटे छन् रे पो भन्दा रहेछन् बाबा। हामी सबै केटीहरू कहाँ कुरौटे हुन्छौँ र? हिजो भुवन केसीको छोराले कट्टु लाउने केटीहरूसँग त म नि लभ गरिन्न भन्दैछ। आज त त्यो लरीका सबै केटीहरूले साडी लाउन थालेछन् बाबै। कस्तो साह्रो क्रेजी भएका हुन् हो। फेसबुकमा केटाहरूले पनि मेसेज पठाएर वाक्क लगाउँछन्, खाली हाई के छ भनेर सोधिदिन्छन्। असल त मैले सबैलाई सिधै पेटमा बच्चा छ सम्हाल्ने भए आऊ भनेर पो मेसेज रिप्लाई गरिदिन्छु। केटीहरूलाई केटाहरूको धेरै फोन आउँछ क्यारे। असल त म एकदम बाठो भएको छु। ह्यान्डसम केटाहरूको फोन आयो भने चाहिँ मजाले कुरा गरिन्छ। अरू कारण त हेलो हेलो आवाज नै आएन हो भनेर फोन नै राखिन्छ। चाहे किट्टी कुटेर बिहान बेलुका खाना किन नपरोस्, तर लोग्ने भनेको सधैँभरि सँगै साथमा बस्ने नै हुनुपर्छ। बुझ्नुभयो त तपाईँहरूले कुरा? छिमेकीको छोरा एकदमै ह्यान्डसम भएर पनि हामीलाई साह्रै गाह्रो हुँदो रहेछ। काम परेर छिमेकीको घरमा जाँदा पनि छोरा बिगार्न आई भनेर भन्छन् भने मेरो हुनेवाला बुढोले कुन चाहिँ नखरमाउलीलाई सँगै जिउने मर्ने बाचा गर्दै उल्लु बनाइराखेको होला भनेर कस्तो हाँसो उठेर आउँछ। ताईमा तुई कालो गाई दुई धुरमुसलाई कुराउने भुइँचालो गई भत्केका घर कसरी बनाउने। धुरमुसको बारी सुन्तली वाली लु खेलौँ जुहारी जुहारी खेल्दा हारेछु भने धुरमुसकी बुहारी धुरमुसकी बुहारी। काली गाई दुनु गोरी गाई नधुनु, काली गाई दुनु माली गाई दुनु गोरी गाई नधुनु, मन्त्रीको दर्जा हटेर गए बसेर नरुनु लाइन बसेर नरुनु। नेपालको पहाड लाग्दा है डाहाड हिमाल हाँसेको डाफेर मुनाल ठाउँ सरी गुराँसमा बसेको नेपालका नेता आउँछन् कि यता आश गरी बसेको। इलामको सिलाम पाकपुके तोरी तेलाउँछ तुरुरु सँगैका साथी हावाईजहाजमाथि म भुइँमा धुरुरु। किन र? सानामा पढ्न अल्छी गरेर स्कुलबाट भागेर नि। यो जुन मुटुमा आगो लागेको छ संसारलाई लगाइदिन्छु। यसको बेअन्त्य भाइ के भयो त? बच्चैदेखि ट्यालेन्ट छु, अस्ति पट्याइदिन्छु। अस्ति एउटा केटा लास्टै दामी लाग्छ यार भनिदिएको थिएँ केटीहरूलाई। त्यो केटीहरू पनि सकिन सक्नका भयो भने त्यो केटालाई त फेसबुकमा एड गरेर नाइस पिक्चर भिनाजु भन्न भ्याइसकेछन् भने।